कहिले आउने कुन्जा घर केस फुले दाँत झरी आँखा दिनभर ए हरिहर कहिले आउने कुन्जा घर केस फुले दाँत झरी आँखा दिनभर समस्त शास्त्रहरूको पनि सार ज्ञान जनको विचार मैले हेरिसकेँ हजुरआमा कुनवाला त्यो हेरेको छैन हजुरआमा अरू छ बेलुकाको आफै गइदियो हजुर गफ गरेन हो मैले भन्छु भेट पनि राखेँ नि ल्याउँछु जमाइ ल्याउँछु आउला नि एक दिन फेरि फेरि अब अहिले नभए पनि नसकिनपछि ल्याएछन् अब एक दुई दिनलाई के भन्नु आधा लिटर दुईवटा चाहिन्छ हामीलाई आधा लिटर यसलाई आधा लिटर मलाई आधा लिटर दही खै कहिले खान्छ मैले खायो भने खानु यसले तपाईँ खानु तपाईँले खानु ल्याइदियो है जति म घर पाला पर्छ के सुरु गर्ने के बनाउने हजुरबा तेल बनाउनु सक्नु तेल तेल निकाल्ने उद्योग खोल्ने हजुर काम चलाउने सुरु खाइदियो सुरुप बार्छ नि सुरुप आज अलिअलि खाइदियो हिजो भ्याक्सिन लगाएर पहिलाको खाएको साइनले के खाइरहेको छ
मलाई लगिन यही बाटो आदि मलाई लगिन किन बोलाउनु पर्दैन कान्छीमा आऊ भन्ने साइलो आलु पनि खाऊ हामी दही खाएनौँ त यो चाखेर मिठो रहेछ नि च्याडो यो खाने जस्तो हो कि पहिला चाख्नु छ अनि विचार गरौँ इबो खाना खाइछौ हो खाए कोही पाएन कोही पाएन ओबोबाट खानुपर्छ है निनी राम्रो ओबोबाट खानुपर्छ है तिमीले फ्रीमा राखेर भित्र चिसो दिन्छ काट्नु पाएन कालो भयो रे यसलाई कालै छ त